रातो रातो हुनसक्छ, त्योभन्दा बाहिर चाहिँ अलिअलि सेतो सेतो हुन्छ अनि एउटा बोक्रामा चाहिँ लेयर हुन्छ। भन्नुको अर्थ के भन्दाखेरि रुखहरू बढ्दै जाँदाखेरि चाहिँ त्यो इनर हार्ड पार्ट चाहिँ के हुन्छ, बढ्दै जान्छ। हर्टवुड चाहिँ अलिकति एक्सपान्स हुँदै हुँदै जान्छ, अलिकति म्याच्योर हुँदाखेरि भर्खरको सानो रुखहरूमा चाहिँ हर्टवुड एकदम सानो हुन्छ अनि स्यापवुड धेरै हुन्छ भने ट्री चाहिँ अलि म्याच्योर हुँदै जाँदाखेरि के हुन्छ, यो हर्टवुड चाहिँ धेरै देखिन थाल्छ, यो स्यापवुड चाहिँ के हुन्छ, कम हुन्छ। अनि यसरी यो डायगनल्ली भनौँ न, यसरी चाहिँ यस्तो लाइनहरू देखिन्छ, त्यस्तोलाई हामी के भन्छौँ भन्दाखेरि मेडुलरी रे भनेर भन्छ। र यसरी रुखमा चाहिँ यस्तो गोलो गोलो रिङहरू फर्मेसन भइरहेको हुन्छ, त्यसलाई हामी एनुलर रिङ भनेर भन्छ। एनुलर रिङले के देखिन्छ भन्दाखेरि हरेक वर्ष रुखमा के हुन्छ, एउटा एउटा क्याम्बियर लेयर चाहिँ के हुन्छ, थपिँदै जान्छ। हो, एनुलर रिङ भनेर हामीले के थाहा पाउँदो रहेछौँ भन्दाखेरि रुखको एज चाहिँ थाहा पाउन सकिन्छ, कतिवटा एमएम एनुलर रिङ छ भनेर हामीले कति वर्ष पुरानो ट्री हो भनेर हामीले चाहिँ थाहा पाउन सकिन्छ। त्यही भएर इक्जाममा चाहिँ प्रायः जस्तो सोधिराखेको हुन्छ, एनुलर रिङबाट चाहिँ हामीले एज थाहा पाउन सकिन्छ, जसलाई हामी ग्रोथ रिङ पनि भनेर भन्छौँ। मेडुलर रे भनेर भनिहाल्यो। अर्को चाहिँ हामी डिफेक्ट इन टिम्बर, त्योबाट पनि प्रायः जसो क्वेसन चाहिँ सोधिराखेको हुन्छ। अब ट्रीमा चाहिँ कस्ता कस्ता डिफेक्ट हुन सक्छन्, अब हामी सकभर कन्स्ट्रक्सन मेटेरियलमा प्रयोग गर्दाखेरि अब हामीले डिफेक्ट रहित टिम्बरहरू प्रयोग गर्नुपर्छ भन्ने त अब भइहाल्यो। नट्स आर द रुट अफ स्मल ब्रान्चेस अफ द ट्री। कहिलेकाहीँ यस्तो हाँगाहरू निक्लियो भने यस्तो आँख्लो अब यस्तो देखिराखेको हुन्छ, तपाईँलाई थाहा छ, यस्तोलाई हामी के भन्छौँ, नट भनेर भन्छौँ। अब विन्ड क्र्याक भनेर, दिज आर द सेकर क्राफ्ट्स अन द आउटसाइड अफ द लग ड्यू टु श्रिङ्केज अफ द एक्सटेरियर सर्फेस कज बाई एटमोस्फेरिक इन्फ्लुएन्सेस। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि चित्रमा चाहिँ भएन, जस्तो विन्डहरूले अथवा एटमोस्फेरिक एक्सनले गर्दाखेरि बाहिरको जुन एक्सपोज ट्रीको सर्फेसहरू चाहिँ श्रिङ्क हुने, क्र्याक हुनेलाई चाहिँ हामी के भन्छौँ, विन्ड क्र्याक भनेर भन्छौँ। अर्को चाहिँ रिनगल भनेर भन्छ, एबनर्मल ग्रोथ अफ बार्क ड्यू टु द वुन्ड लेफ्ट आफ्टर ब्रान्चेस हेभ बिन इम्प्रपरली कट अफ। यस्तो हाँगाहरू चाहिँ हामीले जथाभावी काट्यो भने के हुन्छ, यसरी ट्रीमा यस्तो फर्मेसन भयो भने चाहिँ हामी के भन्छौँ, रिनगल भनेर भन्छौँ। अब रिनगल चाहिँ किन हुँदो रहेछ भन्दाखेरि एबनर्मल ग्रोथ अफ बार्क, यो सम्झिनु पर्यो। विन्ड क्र्याक चाहिँ केले हुँदो रहेछ भन्दाखेरि एटमोस्फेरिक इन्फ्लुएन्सले हुँदो रहेछ। नट्स चाहिँ केले हुँदो रहेछ, यो नट्स आर द रुट अफ स्मल ब्रान्चेस अफ द ट्री। जहाँबाट हाँगा चाहिँ पलायो त्यहाँ चाहिँ यस्तो चाहिँ नट फर्मेसन हुन्छ। अर्को अपसेट र रप्चर भनेर भन्छौँ। अपसेट र रप्चर भनेको दिस इज अ क्रसिङ अफ द फाइबर कज बाई एक्सेसिभ कम्प्रेसन ड्यू टु बेन्डिङ अर सक ड्युरिङ द ग्रोथ अफ द ट्री भनेको चाहिँ अब ट्री चाहिँ ग्रोथ हुने बेलामा चाहिँ अब यसको फाइबरमा भनौँ न, अब हामीले यस्तो एनुलर रिङहरू भनेर भने यसको फाइबरहरू हुन्छ ट्रीको चाहिँ, त्यस्तो फाइबर चाहिँ बेन्डिङ हुने त्यस्तोलाई चाहिँ हामी के भन्छौँ, अपसेट अर रप्चर भनेर भन्छ। अर्को चाहिँ हट सेक भनेर भन्छ, दिस इज द क्र्याक स्टार्टिङ एट द हट एन्ड एक्सटेन्स इन रेडियल डिरेक्सन ड्यू टु ओभर म्याचुरिटी एन्ड श्रिङ्केज अफ द हिट। जस्तो धेरै पुरानो रुख हेर्नुभयो भने यस्तो बिचबाट चाहिँ यो भित्र चाहिँ अलिकति रातो हटवुडदेखि बाहिरपट्टि चाहिँ यसरी लाइनहरू यसो चिरा परे जस्तो देखिन्छ, त्यस्तोलाई हामी के भन्छौँ, हट सेक भनेर हामी भन्छौँ। यो किन हुँदो रहेछ भन्दाखेरि ड्यू टु ओभर म्याचुरिटी एन्ड श्रिङ्केज अफ द, यो हटवुड हो, हिटवुड भएछ यहाँ, हटवुडको श्रिङ्केज र ओभर म्याचुरिटीले गर्दाखेरि यसरी क्र्याकहरू भयो भने त्यसलाई हामी हट सेक भनेर भन्छौँ। अर्को रिङ अर कप सेक भनेर भन्छ, इट इज द क्र्याक डेभलप बिट्विन द एनुलर रिङ आइदर ओभर द होल सर्कमफेरेन्सेस अर पार्ट अफ इट। यसरी कप सेक पनि फर्मेसन हुनसक्छ, यस्तो ओभर म्याचुरिटीकै कारणले, श्रिङ्केजकै कारणले हुन्छ। यस्तो विभिन्न प्रकारका चाहिँ सेकहरू फर्मेसन चाहिँ हुन सक्छन्। यसरी एनुलर रेकै एलाङमा भयो भने त्यो हामी कप सेक भन्दो रहेछौँ। अब रिङ सेक भनेको चाहिँ यो एनुलर रिङको वरिपरि भयो भने त्यसलाई हामी रिङ सेक भन्दो रहेछौँ।
स्टार सेक भनेर यसरी स्टार जस्तो चाहिँ बाहिरैसम्म चाहिँ क्र्याक भयो भने त्यसलाई हामी के भन्दो रहेछौँ स्टार सेक भनेर भन्दो रहेछौँ। विभिन्न प्रकारका चाहिँ सेकहरू चाहिँ यस्तो डिफेक्टहरू चाहिँ टिम्बरमा हुनसक्छ। यसमा खासै जान्नुपर्ने विषय त्यस्तो धेरै चाहिँ छैन कि तपाईँले अलिक बढी प्र्याक्टिस गरेर याद गर्नुपर्ने विषय चाहिँ छ। अर्को चाहिँ बर्स अर एक्सेसन्स भनेर भन्छ। यो अनसक्सेसफुल एटेम्प्ट्स एट द फर्मेसन अफ ब्रान्च अथवा डर्मेन बट ग्रु। कहिलेकाहीँ चाहिँ त्यो हाँगा चाहिँ पूर्ण नपलाएर चाहिँ त्यहीँ चाहिँ हाँगाको राम्रोसँग विकास नभएर चाहिँ गाँठो परेर बसिरहेको हुन्छ, त्यस्तोलाई हामी बर्स भनेर भन्छौँ। स्यापिस्टेन्स जस्तो फङ्गाईहरूले गर्दाखेरि डिस्कलरेसन अफ ट्री हुनसक्छ। अर्को हनीकम्बिङ भनेर यसरी टिम्बरमा चाहिँ पल पल परेको हुनसक्छ, यस्तो ड्राइङ स्ट्रेसेसहरूले गर्दाखेरि। अर्को ड्रग्जिनेस, यो चाहिँ प्रायः जसो सोधिराखेको हुन्छ। यो ड्रग्जिनेस के को कारणले हुन्छ भनेर चाहिँ इक्जाममा धेरै सोधिराखेको हुन्छ। यो चाहिँ क्वेसनहरू तपाईँले हेर्नु भने ड्रग्जिनेस चाहिँ टिम्बरमा फङ्गीको कारणले यसो व्हाइट स्पोटहरू फर्मेसन हुने लाई चाहिँ हामी के भन्छौँ ड्रग्जिनेस भनेर भन्छौँ। यो चाहिँ इक्जाममा एकदमै धेरै सोधिराखेको हुन्छ, नोट गर्नु होला। दिस डिफेक्ट इज इन्डिकेटेड बाई द व्हाइट स्पोट which are due to excess of fungi probably through a broken branch। यस्तो जहाँबाट चाहिँ हाँगा भाँचिएको हुन्छ त्यहाँनिरको पार्ट चाहिँ के हुन्छ विक हुन्छ। त्यो विक पार्टमा चाहिँ फङ्गीले एट्याक गर्यो भने यसरी व्हाइट पाउडरहरू फर्मेसन हुनेलाई हामी ड्रग्जिनेस भनेर भन्छौँ। अर्को चाहिँ फग्जिनेस। फग्जिनेस भनेको चाहिँ तपाईँले पुरानो काठ हेर्नुभयो भने बिचमा भाग चाहिँ अलिअलि रातो रातो हुन्छ। यो रातो भाग चाहिँ कुहिए जस्तो भनौँ न, धेरै पुरानो रुख भने यो बिचको भाग चाहिँ कुहिएको हुन्छ। तपाईँले ख्याल गर्नुभयो भने त्यस्तो चाहिँ किन हुँदो रहेछ भन्दाखेरि ओभर म्याचुरिटी एन्ड ब्याड भेन्टिलेसन। अब हामीले धेरै पुरानो रुख हो भने अथवा ब्याड भेन्टिलेसन गराइयो भने यस्तो फग्जिनेस चाहिँ हुँदो रहेछ। यो चाहिँ इक्जाममा एकदमै धेरै सोधिराखेको हुन्छ। ड्रग्जिनेस के को कारणले हुन्छ भन्दाखेरि फङ्गीको कारणले, फग्जिनेस के को कारणले हुँदो रहेछ ओभर म्याचुरिटीको कारणले भनेर क्वेसन चाहिँ एकदमै धेरै सोधिराखेको हुन्छ। अर्को सिजनिङ अफ टिम्बर। अब हामीले काटेको ट्रीलाई चाहिँ एकदमै फ्रेसली जस्ताको त्यस्तै लिएर आएर प्रयोग गर्न चाहिँ सकिँदैन, त्यसलाई चाहिँ हामीले सिजनिङ गर्नुपर्छ। र सिजनिङ गर्ने भनेको चाहिँ के हो, ड्राइङ टिम्बर र रिमुभिङ मोइस्चर अर स्याप। जस्तो ट्रीमा भएको चाहिँ मोइस्चरलाई हामी के भन्छौँ स्याप भनेर भन्छ। त्यो स्याप हटाउने प्रोसेस भनेको सिजनिङ हो। यो पनि इक्जाममा एकदमै धेरै सोधिराखेको हुन्छ सिजनिङ भनेको के भनेर। अब राम्रोसँग सिजनिङ गरेको चाहिँ वुडमा चाहिँ 10 देखि 12% ह्युमिडिटी मोइस्चर हुनसक्छ। यो किन हुन्छ भन्दाखेरि एटमोस्फेरिक ह्युमिडिटी, जस्तो हाम्रो एटमोस्फियरमा पनि ह्युमिडिटी त छ, त्यही भएर हामीले 100% ड्राई गर्न चाहिँ सकिँदैन। एटमोस्फेरिक ह्युमिडिटीसँग ब्यालेन्स हुनको लागि चाहिँ 10 देखि 12% चाहिँ मोइस्चर त्यसमा रहिरहेको छ। अब मेथड अफ सिजनिङ पनि धेरै छन्। नेचुरल सिजनिङ, एयर सिजनिङ, वाटर सिजनिङ, आर्टिफिसियल सिजनिङ। अब नेचुरल सिजनिङ भित्र चाहिँ के पर्न सक्छ, एयर सिजनिङ र वाटर सिजनिङ। जस्तो प्राकृतिक हिसाबले, जस्तो अब हामीले गाउँघरतिर चाहिँ हावामै राखेर अथवा बाहिर चाहिँ राखेर भनौँ न, काटेर चाहिँ रुखलाई चाहिँ टक्क मिलाएर राखेको हुन्छ, त्यस्तोलाई एयर सिजनिङ भनेर भन्छौँ। कहिलेकाहीँ अब चाहिँ वाटर सिजनिङ, जस्तो पानीमा राखेर, जस्तो हामीले बाँसहरू प्रयोग गर्दाखेरि सर्टेन समय चाहिँ पानीमा राखेर गरियो भने, जस्तो बाँसमा त तपाईँले त्यत्तिकै एयर सिजनिङ गरेर प्रयोग गर्नु भने के हुन्छ, त्यहाँ किराहरू चाहिँ छिटो एट्याक गर्छ। थोरै समय चाहिँ पानीमा सिजनिङ गरेर प्रयोग गर्यो भने राम्रो हुन्छ भनेर भन्छ। यसरी हामीले पानीमा राखेर गर्दाखेरि के हुन्छ, त्यो स्यापहरू चाहिँ पानीले बगाएर लान्छ। अनि खास चाहिँ किराहरू लाग्ने भनेको त त्यो स्यापको कारणले गर्दाखेरि हो। वाटर सिजनिङ गर्दाखेरि पनि हामीलाई फाइदा हुनसक्छ। आर्टिफिसियल, अब हामीले चाहिँ यसरी नेचुरली नभइकन कि अरू तरिकाले, जस्तो किल सिजनिङ भनेको चाहिँ अब हामीले अब यस्तो किल भनेको चाहिँ पोल्ने आगो, अब हिट जेनेरेट हुने ठाउँ भनेर हामीले बुझ्छौँ। अस्ति हामीले किल भनेको जस्तो सिमेन्ट बर्निङ ठाउँ भनेर भनेको छौँ। यस्तो किल सिजनमा हामीले चाहिँ हिट टेम्परेचरहरू दिएर पनि सिजनिङ गऱ्यौँ भने त्यसलाई किल सिजनिङ भनेर भन्छौँ। यस्तो अब अलिक क्विक छिटो हुने भयो। केमिकल सिजनिङ, विभिन्न साल्टहरू, युरियाहरू यस्तो हालिदियो भने के हुने भयो भन्दाखेरि
अब युरियाले गर्दाखेरि त्यो स्यापहरू चाहिँ इभापोरेट हुनको लागि चाहिँ अहिले के हुने भयो, अब भूमिका खेल्ने भयो। अर्को चाहिँ इलेक्ट्रिकल सिजनिङ। अब हामीले यो इलेक्ट्रिक इन्डक्सन इफेक्टबाट चाहिँ त्यहाँ भएको मोइस्चर हटाउने तरिकाले पनि हामीले के गर्न सकिन्छ, सिजनिङ गर्न चाहिँ सकिन्छ। अब यो डिजिजेज अफ वुड, अब अहिले हामीले डिफेक्ट भनेर भन्यो। अब यो ट्रीमा चाहिँ कस्ता खाले चाहिँ रोग लाग्न सक्छन् भन्ने कुरा पनि एक्जाममा एकदमै धेरै सोध्ने मध्ये क्वेसन। यो टिम्बरबाट चाहिँ प्रायः जसो अघि मैले डिफेक्टको ड्रगजिनेस र फक्जिनेस भनेर भने, अर्को चाहिँ यो डिजिजेज अफ वुड। वुडमा कस्ता डिजिजेस हुन सक्छन् भन्दाखेरि एउटा हामी ड्राई रट भनेर भन्छौँ, अर्को चाहिँ वेट रट। यो ड्राई रट चाहिँ किन हुँदो रहेछ भन्दाखेरि इट इज द डिकम्पोजिसन अफ फेल टिम्बर बाई एक्सन अफ भेरियस फङ्गाई। अब तपाईँले भर्खर काटेको रुखहरू हुनसक्छ, अब त्यसमा चाहिँ स्यापको मात्रा चाहिँ धेरै हुन्छ। अब हामीले राम्रोसँग सिजनिङ गरेन भने त्यो के हुनसक्छ, फङ्गीले एट्याक हुनसक्छ। र ड्यु टु ड्राई रट यो चाहिँ व्हाइट पाउडरमा चाहिँ कन्भर्ट चाहिँ हुनसक्छ। भनेको यो वाट भएछ व्हाइट पाउडरमा चाहिँ कन्भर्टेड हुनसक्छ। अब यसबाट हामीले के बुझ्नु पर्यो भन्दाखेरि ड्राई रट भनेको चाहिँ यो फङ्गीको एट्याकले हुँदो रहेछ र टिम्बर चाहिँ यसरी व्हाइट पाउडरमा चाहिँ कन्भर्ट हुँदो रहेछ। यो तिनवटा कुरा चाहिँ एक्जाममा सोधिराखेको हुन्छ। ड्राई रट केले गर्दा हुन्छ भनेर धेरै सोधिराखेको हुन्छ, अथवा ड्राई रटको कारणले गर्दाखेरि टिम्बर चाहिँ केमा कन्भर्ट हुन्छ भनेर पनि सोधिराखेको हुन्छ। अर्को चाहिँ वेट रट भनेको चाहिँ अब हामीले टिम्बरलाई चाहिँ अब हामीले कज बाई ड्याम भनेको अब हामीले चिसोमा राख्ने मोइस्चरहरू छ, अल्टरनेट वेटिङ एन्ड ड्राइङ गरियो भने के हुनसक्छ, टिम्बर चाहिँ यसरी ग्रेस ब्राउन पाउडरमा यस्तो तपाईँले देख्नु भने धेरै कुहिए जस्तो र यसरी त्यो फङ्गीले एट्याक गरेको चाहिँ हुँदैन कि, तर यस्तो टिम्बरको पार्टहरू चाहिँ झरिराखेको हुन्छ, त्यस्तोलाई हामी के भन्छ, वेट रट भनेर भन्छौँ। यो वेट रटको कारणले गर्दाखेरि यो टिम्बर चाहिँ के हुन्छ, ग्रेस ब्राउन पाउडरमा कन्भर्ट हुन्छ। अब यसमा हामीले के बुझ्नु पर्यो, वेट रट भनेको चाहिँ अल्टरनेट वेटिङ एन्ड ड्राइङ र कज बाई ड्याम्प एन्ड मोइस्चरको कारणले हुँदो रहेछ र यसको कारणले टिम्बर चाहिँ के हुन्छ, ग्रेस ब्राउन पाउडरमा कन्भर्ट हुँदो रहेछ। एक्जाम पोइन्ट अफ भ्यूले चाहिँ यो एकदमै इम्पोर्टेन्ट छ। प्रायः जसो क्वेसन चाहिँ यसबाट सोधिराखेको हुन्छ र प्र्याक्टिस गर्दाखेरि तपाईँहरूले किताबमा पनि धेरै भेट्नुहुन्छ ड्राई रट र वेट रट। अब ड्राई रट भनेको फङ्गी र छ, वेट रट भनेको चाहिँ अब डब्लु भनेपछि वाटर सम्झिनु पर्यो, भनेपछि ड्याम्प एन्ड मोइस्चरले गर्दाखेरि हुँदो रहेछ भनेर। अर्को अब हामीले प्रिजर्भेसन अफ टिम्बर। अब टिम्बरको हामीले प्रिजर्भेसन कसरी गर्न सकिन्छ भन्ने कुरा यो पनि प्रायः जसो इक्जाममा सोधिराखेको हुन्छ अब्जेक्टिभमा। एउटा हामी टारिङ भनेर भन्छौँ। यो टारिङ भनेको हामीले यसरी कोट अफ टार लगाउनेलाई हामी टारिङ भनेर भन्छौँ। यसरी चाहिँ हामीले टारिङ गर्न सकिन्छ। अर्को चाहिँ चारिङ भनेको चाहिँ यो इन्सेक्टहरू यस्तो ड्राई रटले अट्याक नगरोस् भन्नको लागि चाहिँ हामीले यसो चाड भनेको बर्निङ गर्ने भनौँ न, यसरी आगोले पोलेर चाहिँ बाहिर यसरी पोलियो भने पनि के हुनसक्छ, त्यो चाहिँ यसमा लाग्ने डिजिजेसहरू चाहिँ नलाग्न सक्छ, त्यस्तोलाई हामी चारिङ भनेर भन्छौँ। अर्को चाहिँ हामी पेन्टिङ, अब रङ लगाउने। अब पेन्टिङ पनि हामी क्रेसोटिङ भनेको चाहिँ क्रेसेट ओइल भनेर भन्छ। क्रेसोट ओइल भनेको चाहिँ यो कोल टार अरू वुड टार भनेर हामी भन्छौँ। यो अब हामीले पढ्छौँ यो टार पढ्ने बेलामा, त्यसको डिस्टिलेसनबाट चाहिँ आउने यो क्रेसोट भनौँ न, अलकत्रा भन्ने बुझाउन अहिले हामीले चलन चल्तीको भाषामा चाहिँ यस्तो अलकत्राहरू लगाएर पनि हामीले के गर्न सकिन्छ। अर्को उल्मेन साल्ट भनेर भन्छ। इट कन्सिस्ट अफ क्रेसोट एन्ड सोडियम फ्लोराइड डिजल्भ इन वाटर। यो उल्मेन साल्ट र उल्मेन साल्ट लगाइसके पछाडि टिम्बर के हुन्छ, फायर रेजिस्टेन्स एन्ड फ्री फ्रम फङ्गाई एट्याक। यो पनि इक्जाममा चाहिँ सोधिरहेको हुन्छ। जस्तो टिम्बरलाई चाहिँ फायर रेजिस्टेन्स बनाउनलाई के प्रयोग गर्ने भनेर यसरी क्वेसन चाहिँ सोधिराखेको हुन्छ। यो पनि अर्को हामी एस्क्यु ट्रिटमेन्ट भनेर भन्छौँ।
अर्को फायर प्रुफिङ गर्नलाई हामी एमोनियम सल्फेट, एमोनियम क्लोराइड, एमोनिया फोस्फेट यस्तो राख्न सक्छौँ। अर्को हामी अल्बेल्स प्रोसेस भनेर भन्छ। अब यसमा विभिन्न यो सुरुमा चाहिँ हामीले सोडियम सिलिकेटको सोल्युसन प्रयोग गर्ने, त्यस पछाडि हामीले यो फ्याट लाइमको चाहिँ अब हामीले पेस्टहरू बाहिरबाट लगाएर नि गर्न सक्छ भनेर विभिन्न मेथडहरू छन्। अब यो धेरै तपाईँहरूले इन डेप्थ चाहिँ यसको जान्नु पर्दैन, एक दुईवटा चाहिँ यस्तो यो टारिङको बारेमा सोधिराखेको हुन्छ, चारिङ भनेर सोधिराखेको हुन्छ। अनि यो उलमेन साल्टहरू यस्तो क्रेसोटिङ भनेर, अब लोकसेवाकै इक्जाममा चाहिँ खासै यो क्रेसोटिङ उलमेन साल्ट यस्तो आएको चाहिँ छैन, तर तपाईँहरूले प्र्याक्टिस बुकहरूमा प्र्याक्टिस गर्दाखेरि चाहिँ यो क्वेसनहरू चाहिँ भेटिन्छ। अर्को मेथड अफ सइङ टिम्बर। अब हामीले टिम्बरलाई चाहिँ कसरी काट्न सकिन्छ भनेर एउटा चाहिँ हामी अर्डिनरी सइङ भनेको यसरी रुखलाई चाहिँ यसरी फलेक चाहिँ यो बाहिरबाट यसरी निकाल्दै काट्दै काट्दै जानु भने त्यसलाई हामी के भन्छौँ, अर्डिनरी स्विङ भनेर भन्छौँ। यसलाई हामी बास्टर्ड, फ्ल्याटर, स्ल्याब स्विङ पनि भनेर भन्छौँ र मोस्ट इकोनोमिकल मेथड भनेर भन्छ। यस्तोमा चाहिँ खासै काठहरू चाहिँ खेर चाहिँ जाँदैन। अब हामीले धेरै प्रयोग गर्ने भनेको चाहिँ अर्डिनरी स्विङ हो। अर्को टेन्जेन्सियल स्विङ भनेको चाहिँ अल्सो कलेज प्लेन स्विङ भनेर भन्छ। यस्तो बोर्डहरू प्ल्याङ्कहरू निकाल्नु पर्यो भने हामीले यसरी एनुलर रिङको चाहिँ हामीले टेन्जेन्सियल्ली चाहिँ काट्ने भनौँ न, त्यस्तोलाई हामी के भन्छौँ, टेन्जेन्सियल स्विङ भनेर हामी भन्छौँ। अर्को चाहिँ हामी रेडियल स्विङ, यसरी चाहिँ रेडियल्ली काट्नेलाई चाहिँ हामी मेडुलर रेको चाहिँ प्यारललमा हामीले काट्नेलाई चाहिँ हामी के भन्छौँ, रेडियल स्विङ भनेर भन्छौँ। अब यो पनि इक्जाममा चाहिँ सोधिराखेको हुन्छ, मोस्ट इकोनोमिकल मेथड अफ टिम्बर स्विङ भनेर कुन हो भनेर सोधिराखेको हुन्छ। अरूको त खासै सोधिराखेको हुँदैन, यो चाहिँ सोधिराखेको हुन्छ प्रायः जसो। अब हामीले अर्डिनरी अथवा फ्ल्याटर, स्ल्याब स्विङ भनेर चाहिँ हामीले भन्नु पर्यो। यो भनेको चाहिँ रुख चाहिँ कसरी हामीले रुखबाट चाहिँ हामीले बोर्डहरू प्ल्याङ्कहरू निकाल्ने भन्ने विषय हो, त्यस्तो धेरै गाह्रो छैन। अब कहिलेकाहीँ इक्जाममा यस्तो पनि सोधिराखेको हुन्छ, यो तपाईँहरूले अब यो म नोट प्रोभाइड गरेँ भने यसमा चाहिँ तपाईँहरूले डाइमेन्सन चाहिँ याद गर्नुपर्छ। अब यसमा खासै लजिक भनेर खासै त्यस्तो छैन। ब्याटेन इज द टिम्बर हुज क्रस सेक्सनल डाइमेन्सन डु नट एक्सिड 5 cm इन आइदर डिरेक्सन। अब लेन्थ र भनौँ न ब्रेथ वाइज यसको क्रस सेक्सनल डाइमेन्सन भनेको चाहिँ यसको ब्रेथ र थिकनेस भनौँ न, यसको ब्रेथ र थिकनेस चाहिँ 5 cm भन्दा बढी नभएकोलाई चाहिँ हामी के भन्छौँ, दुवै डिरेक्सन। अब यसको विथ पनि 5 cm भन्दा धेरै हुनु भएन र थिकनेस पनि 5 cm भन्दा धेरै नभएकोलाई हामी के भन्छौँ, ब्याटेन भनेर भन्छौँ। अर्को चाहिँ प्ल्याङ्क भनेर भन्छौँ। प्ल्याङ्क भनेको चाहिँ यो थिकनेस 5 cm भन्दा बढी नभएको तर विथ भनेको चाहिँ यसको चौडाइ चाहिँ 5 cm भन्दा बढी भएकोलाई चाहिँ फेरि हामी प्ल्याङ्क भनेर भन्छौँ। बोर्ड भनेको चाहिँ बोर्ड इज थिन प्ल्याङ्क जेनरली अन्डर 5 cm थिक एन्ड 10 cm अर मोर इन विथ। अब बोर्ड भनेको नि प्ल्याङ्क जस्तै हो, यसको थिकनेस भनेको चाहिँ जेनरली 5 cm र यसको विथ भनेको 10 cm अर मोर भएकोलाई चाहिँ हामी के भन्दो रहेछौँ, बोर्ड भन्दो रहेछौँ। अर्को बल्क भनेर भन्छ। बल्क इज द कट टिम्बर क्रस सेक्सनल डाइमेन्सन एक्सिड 5 cm इन वन डिरेक्सन एन्ड 20 cm इन अदर डिरेक्सन। भनेको यसको थिकनेस पनि 5 cm भन्दा बढी भएको र यसको विथ पनि 20 cm भएकोलाई चाहिँ हामी के भन्छौँ, बल्क भनेर भन्छ। यस्तो खाले क्वेसन चाहिँ सोधिराखेको हुन्छ तपाईँहरूले अलिकति अब आफूलाई सजिलो हुने तरिकाले चाहिँ ब्याटेन, प्ल्याङ्क, बोर्ड, बल्क भनेको चाहिँ अब सबैमा 5 भन्दा सानो ठुलो भनेर यसरी भनिराखेको छ। अब अलि जति धेरै प्र्याक्टिस गर्नुभयो, अब यसलाई चाहिँ आफूले एउटा सजिलो तरिका बनाएर यसलाई के गर्नु पर्यो, याद चाहिँ गर्नु पर्यो। यस्तो स्क्यान्टिङ भनेर भन्छ, यसमा पनि यही कुन कता चाहिँ भन्ने छ। यो म तपाईँहरूले नोट प्रोभाइड गरेँ भने तपाईँहरूले यसबाट चाहिँ बुझ्न सक्नुहुन्छ। अहिले मैले यसको धेरै डिस्क्राइब चाहिँ गरिनँ, यसमा खासै बुझ्नुपर्ने कुरा छैन। यो डाइमेन्सन अनुसार चाहिँ त्यसको नाम चाहिँ फरक फरक दिएको। मैले तपाईँलाई किन सेयर गरेँ भन्दाखेरि अब यस्तो चाहिँ अब्जेक्टिभमा धेरै किताबहरूमा तपाईँले यो सबै विवरण चाहिँ एउटै किताबमा चाहिँ छैन। नभइसके पछाडि तपाईँले एउटा किताबमा पढ्ने बेला 5 cm र 10 भनेपछि प्ल्याङ्क भनेर पढ्नुहुन्छ, फेरि अर्कोमा चाहिँ यो ब्याटेनसँग सम्बन्धित क्वेसन राखिराखेको हुन्छ नि, तपाईँले चाहिँ उतैको प्ल्याङ्क मात्रै के गर्नुहुन्छ, याद गर्नुहुन्छ। अब सबैलाई हामीले एकै ठाउँमा राखेर याद गरियो भने के हुन्छ,
5 CM भन्दा कम हुँदा यस्तो हुँदो रहेछ, कम र बढी हुँदा यस्तो रहेछ भनेर तपाईँले एकै ठाउँमा राखेर चाहिँ आफूले याद गर्नु भने अनि सबैको विषयमा के हुन्छ क्लियर हुन्छ। यो छनलाई चाहिँ हरेक किताब खोज्नु भने एउटा किताबमा ब्याटनको बारेमा होला, अर्कोमा प्लाइङको बारेमा होला, अनि तपाईँले 5-7वटा किताबबाट खोजेर लिएर आएर यो राख्दाखेरि के हुन्छ कन्फ्युजन चाहिँ हुनसक्छ भन्ने हिसाबले मैले यसलाई तपाईँलाई एकै ठाउँमा एग्रिगेट गरिदिइसके पछाडि तपाईँले आफैले एनालाइसिस गरेर याद गर्न चाहिँ सजिलो हुन्छ। अर्को टिम्बरको अब हाम्रो अब नेपाल स्ट्यान्डर्डले के भन्छ भन्दाखेरि टिम्बरको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ 70 kg/cm² हुनुपर्छ भनेर भन्छ। र हरेक टिम्बरमा चाहिँ यो हाम्रो यो दुईटा भनेको चाहिँ मैले हाम्रो नेपाल स्ट्यान्डर्डको हो। अल टिम्बर स्याल बी सिजन टु द मोइस्चर कन्टेन्ट अफ नट मोर देन 22% एन्ड फ्रेमको चाहिँ सटरमा प्रयोग गर्नेले हाम्रो 15% भन्दा बढी हुनु हुँदैन भनेर भन्छ। र टिम्बरहरू जति पनि अब हामीले प्रयोग गर्छौँ त्यसमा 22% भन्दा बढी चाहिँ मोइस्चर हुनु हुँदैन भनेर भन्छ। द स्टेट अफ वुड विच नो क्यापिलरी वाटर बट कन्टेन हाइग्रोस्कोपिक वाटर ओन्ली इज नोन एज फाइबर सेचुरेसन पोइन्ट भनेर यस्तो अब्जेक्टिभ किताबहरूमा यस्तो राखिराखेको हुन्छ। एयर ड्राइङ गरेर हामीले चाहिँ 20%सम्म चाहिँ घटाउन सकिन्छ भनेर यो भनिराखेको हुन्छ। The shrinkage of wood from green to over dry condition is maximum in tangential direction. अब यस्तो एनुलर रिङको चाहिँ यस्तो टेन्जेन्सियल डिरेक्सनमा चाहिँ श्रिङ्केज चाहिँ बढी देखिन्छ भनेर भन्छ। यस्तो सफ्ट वुड भनेर अब हामीले वुडलाई भनौँ न सफ्ट वुड हार्ड वुड भनेर डिभाइड गर्यो भने यस्तो देवदार, त्यो काइल्स, चिर, सिमुल भनेकोलाई चाहिँ हामी सफ्ट वुड भनेर भन्छौँ। यस्तो टिक, सिसम, साल, यो बाबुली, सिरिस भनेर चाहिँ त्यस्तोलाई हामी के भन्छौँ हार्डवुड भनेर भन्छ। कहिलेकाहीँ यस्तो सिसमहरू चाहिँ कुन वुडमा पर्छ, अब साल भनेको त हामीले सबैलाई थाहा भएकै कुरा भयो, केमा पर्छ भनेर सोधिराखेको हुन्छ। अब यो इन्डियन राइटरहरूको किताबहरू पढ्नु भने अब इन्डियातिर पाइने यस्तो टिकहरू त्यस्तो बारे चाहिँ केमा पर्छ भनेर चाहिँ इन्डियन राइटरको किताब प्र्याक्टिस गर्दाखेरि तपाईँहरूले भेट्न सक्नुहुन्छ। अर्को वुड बेस्ड प्रोडक्ट, अब हामीले वुडहरू प्रयोग गरेर विभिन्न खाले चाहिँ प्रोडक्टहरू बनाउन सकिन्छ। जस्तो हामी भिनर्स भनेर भन्छौँ। भिनर्स भनेको चाहिँ थिन सिटर स्लाइसेस अफ वुड भनेकोलाई चाहिँ हामी भिनर भनेर भन्छौँ। र भिनरहरूलाई चाहिँ एक आपसमा हामी ग्लुइङ गरियो भने त्यस्तोलाई हामी के भन्छौँ प्लाइवुड। प्लाइवुड त तपाईँले देख्नुभएकै छ। द नम्बर अफ भिनर्स इन प्लाइवुड इज अलवेज केप्ट अड। जहिले पनि हामीले त्यो प्लाइवुड बनाउने बेला भिन्नर राखिन्छ त्यो चाहिँ अड नम्बरमा राख्नुपर्छ र परपेन्डिकुलर टु इच अदर। जस्तो एउटा भिनर यसरी राख्नुभयो भने अर्को चाहिँ अर्को यसरी चाहिँ हामीले राख्नु पर्यो, प्यारलली चाहिँ यसरी खप्टाएर राख्नु चाहिँ हुँदैन भनेर भन्छ। यो पनि इक्जाममा चाहिँ सोधिराखेको हुन्छ। यो चाहिँ परपेन्डिकुलर टु इच अदर अड नम्बरमा हामीले राख्नुपर्छ। र यसलाई चाहिँ हामीले प्रेसर र हिट एप्लाइड गरियो भने के हुन्छ, यो चाहिँ प्रेस गरियो भने एक आपसमा चाहिँ एउटा इन्ट्याक्ट भनौँ न एउटा बोर्ड जस्तोमा चाहिँ के हुन्छ कन्भर्ट हुन्छ। अब हामीले थिकनेस अफ 3 प्लाई भनेर भन्छ। 3 देखि 6 mm कोलाई हामी के भन्छौँ 3 प्लाई भनेर भन्छ। 5 प्लाई भनेको चाहिँ 5 देखि 9 mm थिकनेसकोलाई हामी 5 प्लाई भनेर भन्छ। 7 प्लाई भनेर 9 देखि 16, 9 प्लाई भनेको चाहिँ 12 देखि 19 mm कोलाई हामी के भन्छौँ 9 प्लाई भनेर यसरी चाहिँ प्लाईलाई चाहिँ क्याटेगोराइज गरिराखेको हुन्छ। अर्को ल्यामिन बोर्ड भनेर भन्छ। अब ल्यामिन बोर्ड भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँले यस्तो प्लाइवुड पनि सानो काठको टुक्राहरू यसरी बिचमा कोरमा चाहिँ सानो काठको टुक्राहरू अनि बाहिरबाट चाहिँ यसो भिनरले कभर गरेको चाहिँ भेटाउनुहुन्छ, त्यस्तोलाई हामी के भन्छौँ ल्यामिन बोर्ड भनेर भन्छ। अर्को बाटेन बोर्ड भनेर भन्छ। अनि अर्को चाहिँ फाइबर बोर्ड, जस्तो अहिले चाइनिजबाट चाहिँ यस्तो काठहरू आयो भने त्यो काठको पहिला धुलो बनाएर अनि धुलोलाई ग्लुले टाँसेर चाहिँ फेरि नयाँ खाले चाहिँ काठ जस्तो बनाएको हुन्छ काठको धुलोबाट चाहिँ, त्यस्तोलाई हामी फाइबर बोर्ड भनेर भन्छ। अथवा हामी इम्प्रेग टिम्बर भनेर भन्छ। आजभोलि चाहिँ यस्तो चाइनिज फर्निचरहरू तपाईँले हेर्नुभयो भने यस्तो फाइबर बोर्डहरूको काठ पनि नेपालमा एकदमै धेरै
आइराखेको चाहिँ हुन्छ, नेपालमै पनि बनाइराखेको चाहिँ हुन्छ। यस्तो काठको धुलोलाई फेरि ग्लुले टाँसेर चाहिँ नयाँ काठमा चाहिँ कन्भर्ट गर्नेलाई हामी के भन्छौँ, फाइबर बोर्ड भनेर भन्छौँ। अब टिम्बरको विषयमा चाहिँ यति नै हो। यसबाट पनि प्रायः जसो टिम्बरबाट एउटा क्वेसन चाहिँ सोधिराखेको हुन्छ तपाईँहरूलाई। अब कुनै पालि चाहिँ अलि बढी पनि सोध्न सक्छ। अब तपाईँहरूले अब यो नोट प्लस एउटा दुईवटा अब्जेक्टिभ किताबबाट प्र्याक्टिस गर्नुभयो भने यसमा त्यस्तो धेरै गाह्रो विषय चाहिँ छैन भनौँ न। अलिकति यादै गर्नुपर्ने विषयहरू चाहिँ धेरै छन्। अब याद गर्ने भनेको चाहिँ तपाईँले जति धेरै प्र्याक्टिस गर्नुभयो त्यति नै याद हुन्छ। र अर्कोतर्फ चाहिँ अब्जेक्टिभ भनेको चाहिँ अब आज पढ्यो चाहिँ अलि उयो 9 दिनमा नौलो 20 दिनमा बिर्सो भन्ने हाम्रो उखान छ। तपाईँले एकदमै डेली प्र्याक्टिस गर्नु भएन भने बिर्सिहालिन्छ। त्यही भएर अब यसको उपाय भनेको आफैले चाहिँ एकदमै धेरै प्र्याक्टिस गर्ने नै हो। त्यही भएर अब यसमा चाहिँ मैले भनेका विषयहरू अब यसो थ्योरिटिकल अथवा सम्झिनलाई चाहिँ कुनै ट्रिक नभएका जस्तो देखिन्छन्, तर तपाईँले एकदमै धेरै प्र्याक्टिस गर्नुभयो भने मजाले याद भइ पनि हाल्छ। त्यस्तो एकदमै गाह्रो कन्टेन्ट चाहिँ यसमा छैन। अब हामी मेटल एलोयमा जाउँ। यसबाट पनि यो इम्पोर्टेन्ट नै छ। अब हामी कास्ट आइरन, रफ्ट आइरन, स्टिल भनेर भन्छौँ र यो सबै चाहिँ के हुन्, फेरस मेटल हुन्। केबाट प्राप्त हुन्छन् भन्दाखेरि पिग आइरन। अब पिग आइरनबाट चाहिँ हामीले कास्ट आइरन, रफ्ट आइरन, स्टिलहरू चाहिँ हामीले के गर्न सकिँदो रहेछ, प्राप्त गरिन सक्दो रहेछ। त्यही भएर पिग आइरन भनेको चाहिँ के हो भन्दाखेरि इज अ प्युर एन्ड इम्प्योर आइरन। आइरन मध्ये सबभन्दा इम्प्योर कुन हो भनेर नि सोधिराखेको हुन्छ। हामीले के भन्नु पर्यो, पिग अर क्रुड आइरन भनेको चाहिँ पिग आइरन रहेछ। यसमा कार्बन कन्टेन्ट कति हुन्छ भन्दाखेरि 3.5 देखि 4.5%। अब इक्जाममा यो पनि सोधिराखेको हुन्छ। यसबाट धेरै सोध्ने भनेको कार्बन कन्टेन्ट कति हुन्छ र इम्प्योर आइरन कुन हो भन्नु भने हामीले पिग आइरन भनेर चाहिँ भन्नु पर्यो। अब यो आइरन बनाउने प्रोसेस चाहिँ यस्तो हुन्छ। अब हामीले यो ब्लास्ट फर्नेस भनेको चाहिँ आइरन बनाउने ओर हो। अब कोक ओर फ्लक्सबाट चाहिँ हामीले ब्लास्ट फर्नेसमा हालिदियो भने के हुन्छ, पिग आइरन हुन्छ। र यो पिग आइरन चाहिँ हामी फन्ड्री प्रोसेस भनेर भन्छ। यो फन्ड्री प्रोसेसबाट जानु भने के आइरन फर्मेसन हुन्छ, कास्ट आइरन। अब कहिलेकाहीँ इक्जाममा त खासै सोध्दैन, अब्जेक्टिभ किताबहरूमा चाहिँ पिग आइरनबाट चाहिँ कास्ट आइरन बनाउने प्रोसेस भनेको के हो भन्नु भने हामीले के भन्नु पर्यो, फन्ड्री प्रोसेस भन्नु पर्यो। यो पिग आइरनलाई चाहिँ तपाईँले यो मोल्टेन अर सोलिड स्टेटमा हुन्छ, त्यसलाई हामी बेसिमर कन्भर्टर, ओपन अर्थ प्रोसेस अथवा इलेक्ट्रिक फर्नेस गर्न सकिन्छ। यो मध्ये चाहिँ तपाईँले बेसिमर कन्भर्टर यसरी गर्नुभयो भने केमा कन्भर्ट हुने भयो, स्टिलमा चाहिँ तपाईँले स्टिल बनाउन सक्यो। अर्को चाहिँ तपाईँले यो पिग आइरनलाई चाहिँ यो पुडिङ प्रोसेसमा चाहिँ लानुभयो भने यसलाई के हुन्छ, यहाँबाट रफ्ट आइरनमा चाहिँ कन्भर्ट गर्न सकिन्छ। यसबाट चाहिँ तपाईँले के बुझ्नु पर्यो, अब यो क्रुड आइरनलाई चाहिँ तपाईँले फन्ड्री प्रोसेसमा लाँदाखेरि कास्ट आइरनमा जाँदो रहेछ, पर्लिङ प्रोसेसमा जाँदाखेरि केमा जाँदो रहेछ, रफ्ट आइरनमा जाँदो रहेछ। रफ्ट आइरनलाई चाहिँ फेरि तपाईँले सिमेन्टेसन प्रोसेस गर्नुभयो भने यो ब्लिस्टर स्टिलमा चाहिँ प्रयोग हुन सक्दो रहेछ भनेर चाहिँ यतिसम्म जाने चाहिँ हुन्छ। अब यसको डेप्थ चाहिँ तपाईँले यो सिमेन्टेसन प्रोसेस भनेको के हो भनेर यसो धेरै डिटेल जानु पर्दैन कि तपाईँले पिग आइरन भनेको के बुझ्नु पर्यो, पिग आइरनबाट चाहिँ कास्ट आइरन कुन प्रोसेसबाट जान्छ भन्ने बुझ्नु पर्यो, र पिग आइरनबाट चाहिँ हामी रफ्ट आइरन कुन प्रोसेसबाट चाहिँ जान्छ भनेर बुझ्नु पर्यो। र स्टिल बनाउँदाखेरि चाहिँ हामीले कसरी गर्न सकिन्छ भन्दाखेरि एउटा हामी पिग आइरनबाट चाहिँ हामीले रफ्ट आइरन नबनाइकन सिधै चाहिँ हामीले स्टिल फर जेनरल युज पनि बनाउन सकिँदो रहेछ। अर्को चाहिँ हामीले रफ्ट आइरनको चाहिँ हामीले सिमेन्टेसन गरेर पनि हामीले के गर्न सकिँदो रहेछ, स्टिल बनाउन चाहिँ सकिँदो रहेछ। त्यही भएर स्टिल बनाउने प्रोसेस भनेका चाहिँ दुईटा अब मेथडबाट चाहिँ हामी यसरी दुईटा सिक्वेन्सबाट चाहिँ हामी जान सकिँदो रहेछ भन्ने भयो। अघि अब हामीले कास्ट आइरन भनेर भन्यो। अब कास्ट आइरन भनेको चाहिँ म्यानुफ्याक्चर बाई रिमेल्टिङ द पिग आइरन इन फर्नेस कल क्युपोला। यो क्युपोला भन्ने फर्नेसमा अघि मैले देखाएँ यहाँ तपाईँलाई चार्टमा। यो
फन्ड्री प्रोसेसबाट चाहिँ हामीले क्युपोला भनेको चाहिँ यसरी फर्नेसबाट गरियो भने त्यसलाई हामी के भन्दो रहेछौँ कास्ट आइरन भनेर भन्दो रहेछौँ। अब इक्जाममा एकदमै धेरै सोध्ने भनेको चाहिँ यो कार्बन कन्टेन्ट चाहिँ कति हुन्छ भनेर चाहिँ यसमा सोधिराखेको हुन्छ 2 देखि 5% चाहिँ हुन्छ। यो चाहिँ इट हेज क्रिस्टलाइन कोर्स ग्रेन स्ट्रक्चर भनेर यस्तो चाहिँ खासै सोध्दैन। र कास्ट आइरन भनेको चाहिँ यसमा हाई कम्प्रेसिभ स्ट्रेन्थ र लो टेन्साइल स्ट्रेन्थ हुन्छ। त्यही भएर यो चाहिँ इट इज युज इन स्ट्रक्चरल वर्क्स एन्ड कास्ट आइरन पाइपहरूमा चाहिँ एकदमै धेरै बढी प्रयोग चाहिँ हुन्छ अब हामीले गर्ने। अब यसमा चाहिँ इट हेज आइरन एज हाई कम्प्रेसिभ स्ट्रेन्थ, फेरि लो टेन्साइल भनेको चाहिँ अब आइरनमा चाहिँ त टेन्साइलै बढी हुन्छ। अब अरू स्टिलको तुलनामा भन्न खोजेको, फेरि अब हामीले अरू कङ्क्रिटसँग तुलना गऱ्यो भने त्यसो एकदमै धेरै हुन्छ। स्टिलहरूको तुलनामा चाहिँ यसमा के हुन्छ लो टेन्साइल स्ट्रेन्थ हुन्छ भन्न खोजेको। अर्को रफ्ट आइरन भनेर भन्छौँ। यो रफ्ट आइरन भनेको चाहिँ सबभन्दा प्योरेस्ट फर्म अफ आइरन। यो पनि इक्जाममा धेरै सोध्छ। सबभन्दा इम्प्योर आइरन भनेर हामीले एउटा भन्यो भने अब रफ्ट आइरन भनेको चाहिँ प्योरेस्ट फर्म अफ आइरन। यसमा चाहिँ कार्बन कति हुन्छ भन्दाखेरि 0.05 to 0.15% भनेर हुन्छ। यो चाहिँ एकदमै प्योरेस्ट फर्म भयो। अब यसमा टफ एन्ड मोर इलास्टिक देन कास्ट आइरन भनेर भन्छ। यो चाहिँ कास्ट आइरन भन्दा चाहिँ टफ र मोर इलास्टिक हुनसक्छ। इट क्यान नाइदर बी हार्डेड नट टेम्पर बट इट क्यान बी फर्क अर वेल्डेड। यसलाई चाहिँ हामीले हार्डेन भनेको चाहिँ जस्तो हामीले एनेलिङ एन्ड क्वेन्चिङ भनेर भन्छ नि, पानीमा चाहिँ हामीले डुबाउने निकाल्ने, अब स्लो गर्ने कि फास्ट गर्ने, त्यस्तो प्रोसेसबाट हार्डेन गर्न सकिँदैन। टेम्पर भनेर पिटेर चाहिँ हामीले चाहिँ भनौँ न पातलोमा गर्न सकिँदैन कि, तर यसलाई फर्क भनेको चाहिँ यसरी एउटा डाईमा हालेर चाहिँ तान्न चाहिँ सकिन्छ, वेल्डिङ गर्न चाहिँ सकिन्छ भनेको। इट इज म्यालिएबल एन्ड डक्टाइल चाहिँ हुनसक्छ भन्ने कुरा। अर्को हामी स्टिल भनेर भन्छौँ। स्टिल भनेको चाहिँ एलोय अफ आइरन एन्ड कार्बन हो। अब स्टिल पनि अब जस्तो लो कार्बन स्टिल माइल्ड स्टिल भनेर भन्छ। माइल्ड स्टिलमा कार्बन कति हुन्छ भनेर सोधिराखेको हुन्छ। अब 0.15 to 0.3%। मिडियम कार्बन स्टिल भनेर भन्छ 0.3 देखि 0.8%। हाई कार्बन स्टिल भनेर भन्छ 0.8 देखि 1.5%। यो टुल स्टिलमा कार्बन चाहिँ के हुन्छ ग्रेटर देन 1%। यसबाट पनि तपाईँले इक्जाममा सोधिराखेको हुन्छ। यो माइल्ड स्टिलमा कार्बन कति हुन्छ, यो टुल स्टिलमा कति हुन्छ, डेड माइल्ड स्टिलमा कति हुन्छ भनेर इक्जाममा चाहिँ धेरै सोधिराखेको हुन्छ। यो पनि तपाईँहरूले अब याद गर्नुपर्छ। र अर्को एकदमै धेरै सोध्ने इक्जाममा भनेको यो ब्रिटलनेस अफ कोल्ड इन स्टिल इज ड्यू टु द प्रेजेन्स अफ फस्फोरस एन्ड इट्स मेक स्टिल ब्रिटल। यो ब्रिटलनेस अफ कोल्ड भनेको के हो भनेर इक्जाममा एकदमै धेरै सोधिराखेको हुन्छ। यो चाहिँ किन हुँदो रहेछ भन्दाखेरि स्टिलमा फोस्फोरसको प्रेजेन्सले गर्दा हुँदो रहेछ। र यसको कारणले के हुँदो रहेछ भन्दाखेरि स्टिल चाहिँ ब्रिटल हुँदो रहेछ। यो पनि इक्जाममा एकदमै धेरै सोध्ने मध्येको क्वेसन हो। अर्को हामी रेड सर्ट भनेर भन्छ। रेड सर्ट इज स्टिल ड्यू टु सल्फर। सल्फरको कारणले हुँदो रहेछ र यसले गर्दाखेरि पनि स्टिल चाहिँ ब्रिटल र लाइकली टु क्र्याक हुनसक्छ। अब यसमा तपाईँले यो चाहिँ याद गर्नु पर्यो। ब्रिटलनेस अफ कोल्ड भनेको फोस्फोरस, यो बी भनेको पी भनेको बिपी हुँदो रहेछ, रेड भनेको सल्फर, यो बिपिआरएस भनेर यति चाहिँ तपाईँले याद गर्नु पर्यो। अब म्याक्सिमम एमाउन्ट अफ सिलिकन इन स्टिल इज 0.3% भनेर भन्छ। अब यसको एलोयहरू जस्तो ब्रोन्ज भनेको के हो भन्दाखेरि यो कपर र टिन भनौँ न, कपर 90%, टिन चाहिँ 10%। अब यो पनि इक्जाममा धेरै इम्पोर्टेन्ट छ यसमा। अब हामीले यो त स्कुलदेखि नै पढेको विषय हो। ब्रोन्ज भनेको चाहिँ कपर र टिनको एलोय भनेर, ब्रास भनेको कपर र जिङ्क, यो पनि एकदम इम्पोर्टेन्ट छ। इन्बार भनेको स्टिल र निकेल, अब हामीले सर्वे गर्ने बेलामा प्रयोग गरेको इन्बार। मोनल मेटल भनेको कपर र निकेल भयो। सोल्जर भनेको लिड र टिन भयो। जर्मन सिल्भर भनेको कपर, जिङ्क र निकेल। अब जर्मन सिल्भरमा चाहिँ के हुँदैन भनेर नि सोधिराखेको हुन्छ। जर्मन सिल्भर भन्यो भने सिल्भर हुँदैन, कपर, जिङ्क र निकेल। गन मेटल भनेर भन्छ कपर, टिन,
लिड जिङ्क भनेर स्टेनलेस स्टिल भनेर भन्छ क्रोमियम र निकेल चाहिँ यसमा 18 र 8% हुन्छ भनेर यस्तो पनि क्वेसन चाहिँ सोधिराखेको हुन्छ तपाईँहरूलाई। यो पनि अब एलोयको कुन एलोय चाहिँ के मिलेर बनेको भन्ने क्वेसन पनि इक्जाम पोइन्ट अफ भ्यूले चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यसलाई पनि तपाईँले स्ट्रेस दिएर चाहिँ पढ्नुपर्छ। अब हामी यस पछाडि केमा जाउँ भन्दाखेरि पेन्ट एन्ड भार्निसेस। अब पेन्ट भार्निसेस अब हामीले सबैले देखेको विषय नै हो। अब पेन्टहरू भनेको चाहिँ हामीले टिम्बर मेटल अथवा सर्फेसहरूमा चाहिँ प्रोटेक्टिभ कोटिङ अथवा डेकोरेटिभ कोटिङको रूपमा चाहिँ अब हामीले प्रयोग गरिन्छ। अर्को चाहिँ भार्निसेस भनेको चाहिँ अब हामीले वुडहरूमा मेनली भनौँ न फर्निचरहरूमा चाहिँ अलिकति त्यो पेन्टेड सर्फेसलाई चाहिँ अब हामीले अलिकति डेकोरेटिभ अलि राम्रो बनाउनको लागि चाहिँ हामी के गरिन्छ भार्निसेस। जस्तो मैले काठहरूमा चाहिँ यसो बाहिरपट्टिबाट अलि चिल्लो बनाउनलाई चाहिँ प्रयोग गरिराखेकोलाई हामी के भन्छौँ भार्निसेस भनेर भन्छौँ। अर्को चाहिँ हामी डिस्टेम्पर भनेको चाहिँ चिप डेकोरेटिभ पेन्ट्स फर वाल एन्ड सिलिङ। वाल सिलिङमा लगाउने अलि चिप पेन्टलाई चाहिँ हामी के भन्छौँ डिस्टेम्पर भनेर हामी भन्छौँ। जस्तो व्हाइट सिमेन्ट लगाउने भनेर भन्छ नि, व्हाइट सिमेन्ट लगाउने घरहरूमा भनेको के हो डिस्टेम्पर। पहिला पहिला घरहरूमा चाहिँ आजभोलि पो यस्तो पेन्टहरूको चाहिँ जमाना आयो। पहिला चाहिँ यस्तो डिस्टेम्परहरू व्हाइट सिमेन्टहरू चाहिँ बढी प्रयोग गरिन्थ्यो, त्यस्तोलाई हामी डिस्टेम्पर भनेर भन्छौँ। अब इन्ग्रेडियन्ट्स अफ पेन्ट्स, पेन चाहिँ के मिलेर बनिराखेको हुन्छ भनेर भन्दाखेरि एउटा बेस भनेर भन्छौँ। It is the principal constituent of paint and possesses the binding properties. It is generally a metallic oxide and used in the form of powder. Commonly used paste are र बेस भनेको चाहिँ यो मेन कन्स्टिट्युएन्ट भनेको चाहिँ बेस। जस्तो अब हामीले घरमा गाउँघरतिर कमेरो छेप्नु पर्यो भने तपाईँले कमेरो किनेर कमेरो अथवा चुना ल्याउनुहुन्छ। त्यो चुना भनेको के हो भन्दाखेरि बेस जस्तो भनौँ न, बुझ्नको लागि चाहिँ तपाईँले बजारबाट ल्याउने चुना भनेको चाहिँ बेस जस्तो। र पेनको सबभन्दा मेन कुरा नै कमेरो हो। तपाईँले घरमा कमेरो छेप्नु पर्ने छ, त्यसको मेन कन्स्टिट्युएन्ट भनेकै के हो कमेरो। सबभन्दा पहिला चाहिँ सबभन्दा बढी इम्पोर्टेन्स भनेको कमेरो ल्याए जस्तो चाहिँ पेनमा पनि सबभन्दा प्रिन्सिपल कन्स्टिट्युएन्ट भनेको चाहिँ बेस हो। यो पनि इक्जाममा सोधिराखेको हुन्छ प्रिन्सिपल कन्स्टिट्युएन्ट के हो भनेर। र यसमा बाइन्डिङ प्रोपर्टी हुन्छ। जस्तो तपाईँले कमेरो छेप्नुभयो भने त भित्तामा चाहिँ बाइन्डिङ भएर एक आपसमा चाहिँ पार्टिकलहरू टाँसिएर बस्नु पर्यो। इट इज जेनरली र मेटालिक अक्साइड हुन्छ अब हाम्रो पेनको केसमा, एन्ड इन द फर्म अफ पाउडर हुन्छ। कमनली युज बेस आर व्हाइट लिड, सुइटेबल फर वुड सर्फेस एन्ड इज भेरी पोइजनस भनेर भन्छ। जिङ्क व्हाइट पनि वुड सर्फेसेसमा बढी प्रयोग हुन्छ। त्यो रेड लिड भनेको सुइटेबल फर बोथ आइरन एन्ड वुडन सर्फेसेस। इक्जाममा यो पनि सोधिराखेको हुन्छ व्हाइट लिड चाहिँ कुनमा सुइटेबल हुन्छ भनेर, रेड लिड चाहिँ कुनमा सुइटेबल हुन्छ भनेर सोधिराखेको हुन्छ। र टाइटेनियम अक्साइड भनेको क्यान बी युज विथ अल टाइप अफ भेहिकल भनेर, भेहिकल भने के हामी पढ्छौँ। अब अर्को चाहिँ सेकेन्डमा छ भेहिकल अर ड्राइङ वेल भनेको चाहिँ अब तपाईँले कमेरो किनेर ल्याउनु भयो। अब कमेरो त्यत्तिकै भित्ता लाउन त मिल्दैन, त्यसलाई चाहिँ के गर्नु पर्यो पानीमा घोल्नु पर्यो नि। हो पानीमा घोल्ने भने जस्तै चाहिँ यो बेस भनेको त पाउडर फर्ममा हुँदो रहेछ, त्यसलाई पनि घुलाएर चाहिँ लाउने जस्तो चाहिँ अब हामीले लिक्विड बनाउनु पर्यो। हो त्यो लिक्विड बनाउने मेटेरियल भनेको चाहिँ के हो भन्दाखेरि भेहिकल अथवा ड्राइङ वेल भनेर भन्छ। त्यो भएर भेहिकललाई हामी क्यारियर पनि भन्छौँ। इज द लिक्विड विच क्यारी सोलिड मेटेरियल अफ बेस, बेसको चाहिँ सोलिड मेटेरियललाई क्यारी गर्छ र हेल्प स्प्रिड इभनली अन द सर्फेस टु बी पेन्टेड। अब घोलिसके पछाडि हामी भेहिकलमा त्यो बेस भनौँ न, बेस त अब हामीले अघि नै ड्राई पाउडर भनेर भनेको थियो, त्यो पाउडरहरू चाहिँ हामीले यसरी सर्फेसमा एप्लाई गर्न चाहिँ सकिन्छ। र कमनली युज भेहिकल भनेको लिन्सिड वेल भनेर भन्छ। जस्तो हामी त्युरी भनेर भन्छ नि, यस्तो पहिला पहिला घरतिर चाहिँ यसो हातमा मेहन्दी लगाए जस्तो गर्नलाई यस्तो त्युरीको पातहरू लगाउनु चलन हुन्थ्यो। त्यस्तो त्यसलाई हामी के भन्छौँ लिन्सिड वेल भनेर भन्छ। र कमनली एकदमै धेरै प्रयोग गरिने भेहिकल भनेको चाहिँ के हो लिन्सिड वेल। अर्को पिगमेन्ट। पिगमेन्ट भनेको चाहिँ विभिन्न कलर दिने।
तपाईँले अघि भने जस्तो कमेरो ल्याउनु भयो, पानीमा मिसाउनु भयो। अब कहिलेकाहीँ तपाईँलाई रातो बनाउन मन लाग्ला, कहिलेकाहीँ हरियो बनाउनु मन लाग्ला, कहिलेकाहीँ निलो बनाउन मन लाग्ला। त्यो निलो, हरियो, रातो बनाउने भनेको चाहिँ के हो? पिगमेन्ट। त्यही भएर पिगमेन्ट भनेको जहिले पनि हामीलाई चाहिएको कलर दिने भनेको चाहिँ कसले हो? पिगमेन्टले हो। र म्याक्सिमम हामीले पिगमेन्ट चाहिँ 10% भन्दा बढी चाहिँ हाल्दैनौँ। कमनली युज पिगमेन्ट भनेको चाहिँ अब व्हाइट बनाउनु पर्यो भने हामीले व्हाइट लिड, जिङ्क अक्साइड, लिथोपिन प्रयोग गर्न सक्यो। ब्लू बनाउने हो भने हामी इन्डिगो आइरन ब्लू प्रयोग गर्न सक्यो। अब ग्रिन बनाउने हो भने कपर सल्फेट, क्रोम ग्रिन प्रयोग गर्न सक्यो। येल्लो बनाउने हो भने क्रोम येल्लो प्रयोग गर्न सक्यो। ब्राउन बनाउने हो भने अम्बर, कपर अक्साइड प्रयोग गर्न सक्यो। ब्ल्याक बनाउने हो भने ल्याम्प ब्ल्याक, ग्रेफाइट, कार्बन ब्ल्याकहरू हामीले प्रयोग गर्न सक्यो। अर्को चाहिँ हामी थिनर भनेर भन्छौँ। अब हामी थिनरको लागि चाहिँ भनेको जस्तो अब तपाईँले घरतिर रङ लगाउनु पर्यो भने त्यो रङ किनेर ल्याउनु भने त एकदमै अलिकति त्यसको चाहिँ भिस्कोसिटी चाहिँ के हुन्छ? बढी हुन्छ। भनेको चाहिँ एकदम बाक्लो हुन्छ। अब बाक्लो चाहिँ तपाईँले रङ लगाउनलाई के हुन्छ? गाह्रो हुन्छ। हो, त्यो गाह्रो भएको कारणले गर्दाखेरि तपाईँले बाहिरबाट चाहिँ यसरी थिनर भनेको चाहिँ त्यो थिनर एड गर्नुभयो भने के हुन्छ? त्यो अलिकति पातलो हुन्छ। पातलो भयो भने तपाईँले के हुन्छ? लगाउनलाई चाहिँ सजिलो हुन्छ। त्यो पर्पजको लागि चाहिँ हामीले प्रयोग गरिने, एप्लिकेसनलाई इजी र स्मुथ बनाउनको लागि हामीले प्रयोग गरिने भनेको यो थिनर हो। र थिनर पनि अब हामीले टर्पेन्टाइन, जस्तो अब हाम्रो गाउँघरतिर चाहिँ तारपिनको तेल भन्छ नि। अब टर्पेन्टाइन तेल भन्दा भन्दा मान्छेले बिगारेर चाहिँ तारपिन तेल भनेर भन्छ नि। रङहरूमा चाहिँ इनामेलहरू लगाउँदाखेरि तारपिनको तेल हाल्यो भने चाहिँ हामीले लगाउन सजिलो हुन्छ। त्यसलाई हामी टर्पेन्टाइन भनेर भन्छ। प्योर ओइल, यो पेट्रोलियम स्पिरिट, न्याफ्था भनेको चाहिँ हाम्रो के हुन्? थिनरहरू। यिनीहरू हामीले चाहिँ पेनमा एड गरियो भने के हुन्छ? त्यो पेन चाहिँ अलिकति के हुन्छ? लिक्विड, कम भिस्कस चाहिँ हुन्छ। अर्को चाहिँ ड्रायर। ड्रायर भनेको चाहिँ अब हामीले यो भेहिकललाई चाहिँ अब जस्तो छिट्टो सुकाउने भनौँ न। अब भेहिकल भनेको त हामीले चाहिँ लिक्विड भनेर भन्यो। अब हामी बेस र भेहिकल एड गऱ्यो भने चाहिँ त्यो एउटा के हुन्छ? सस्पेन्सन भनौँ, लिक्विडमा कन्भर्ट हुँदो रहेछ। त्यो लिक्विडलाई चाहिँ हामीले छिटो सुकाउनको लागि चाहिँ हामीले प्रयोग गर्ने भनेको के भन्दाखेरि ड्रायर भनेर भन्छ यसलाई। विच एक्ट एज क्याटालिस्ट एन्ड क्विकनेस द ड्राइङ अफ द भेहिकल। भेहिकललाई अलिक छिटो ड्राई गर्नलाई यसले भूमिका खेल्छ। थोरै एमाउन्टमा हामी प्रयोग गर्छौँ। यो मेटालिक सोपहरू चाहिँ हामी ड्रायरको रूपमा चाहिँ प्रयोग गर्छौँ। अर्को चाहिँ इनर्ट फिलर, एडल्टरेन्ट अर एक्सटेन्डर भनेर भन्छ। अब रङहरूको चाहिँ ड्युरेबिलिटी र इकोनोमाइज द पेन्ट, पेन्टहरूलाई चाहिँ अलिकति हामीले इकोनोमाइज गर्नको लागि चाहिँ इनर्ट फिलरहरू चाहिँ एड गर्छौँ। जस्तो चल्क, जिप्सम, सिलिका, चारकोल आर कमनली युज। यसले चाहिँ अरू काम भन्दा पनि पेनको भोल्युम बढाउनु। भोल्युम बढाइसके पछाडि रङ धेरै हुने भयो। रङ धेरै भइसके पछाडि अलि इकोनोमिकल चाहिँ हुने भयो। यी चाहिँ के भयो भन्दाखेरि इन्ग्रेडियन्ट्स अफ पेन्ट। अब पेनमा सबभन्दा मेजर भनेको कुरा के रहेछ भन्दाखेरि बेस रहेछ, अनि भेहिकल रहेछ, अनि पिगमेन्ट रहेछ। अथवा अझ त्यो मध्ये नि सबभन्दा मेन इम्पोर्टेन्ट भनेको के रहेछ? सबभन्दा एक नम्बर बेस रहेछ, त्यसपछि भेहिकल रहेछ। तपाईँलाई विभिन्न कलरहरू दिनु पर्यो भने तपाईँले बल्ल के गर्नुहुन्छ? पिगमेन्ट थप्नुहुन्छ। अरू कुरा भनेका चाहिँ तपाईँले आवश्यकता अनुसार, जस्तो थिनर भनेको तपाईँलाई अब अलिकति लगाउन सजिलो बनाउन मन लाग्यो भने थिनर थपे भयो। अलि ड्रायर, अलिक छिटो चाहिँ ड्राई गराउँछु भने ड्रायर थप्न पाइयो। अब अलिकति इकोनोमिकल बनाउँछु भने पछाडि हामीले इनर्ट फिलरहरू चाहिँ थप्न पाइयो। यसरी हामीले पेनका विभिन्न कन्स्टिट्युएन्ट इन्ग्रेडियन्ट्सहरू चाहिँ हुन्छन्। अर्को टाइप अफ पेन्ट। अब पेन पनि विभिन्न प्रकारका हुन्छन्। भेहिकल र बेसको एकचोटि भनिदिनु न। जस्तो बेस भनेको अघि नै मैले भने जस्तो घरमा तपाईँले मानव कमेरो लगाउनु पर्ने छ भने तपाईँले सबभन्दा सुरुमा अब कमेरो अथवा चुना भनौँ न, बजारबाट चुना किनेर ल्याउनुहुन्छ। लगाउने मेन चिज भनेको त के हो? चुना हो। बेस भनेको पनि के रहेछ भन्दाखेरि पेनको चाहिँ प्रिन्सिपल कन्स्टिट्युएन्ट भनेको चाहिँ के हो? बेस हो। यो बेस चाहिँ के हो भन्दाखेरि मेटालिक अक्साइड हो। जस्तो व्हाइट लिड हो, जिङ्क व्हाइट हो, रेड लिड हो, टाइटेनियम अक्साइड। तपाईँले लिएर बजारबाट किनेर लिएर आएको चुना चाहिँ त्यो त पाउडर हुन्छ। पाउडर त यत्तिकै चाहिँ भित्रमा छर चाहिँ मिल्दैन।
त्यसलाई चाहिँ तपाईँले लिक्विड बनाएर मात्रै के गर्न सक्यो, भित्तोमा चाहिँ दल्न सकिन्छ। भने जस्तै भेहिकल भनेको पनि के हो भन्दाखेरि यसरी भेहिकल अर क्यारियर भनेर भन्छ। यो चाहिँ के हो, लिक्विड हो। यो लिक्विडमा तपाईँले बेस मिसाउनु भयो भने मात्रै तपाईँले के गर्न सक्नुहुन्छ, हामीले सर्फेसमा यसलाई चाहिँ एप्लाई गर्न चाहिँ सकिन्छ। त्यस्तोलाई हामी के भन्छौँ, भेहिकल भनेर भन्छौँ। यो भेहिकल अब हामीले सबभन्दा बढी प्रयोग गर्ने भनेको चाहिँ लिन्सिड ओइल भनेर, तिउरीको तेल भनेर भन्छ, त्यो चाहिँ हामीले प्रयोग गर्न सकिन्छ। अहिलेको चाहिँ अब हामीले चुनाको केसमा पानी जस्तो भनौँ न, भेहिकल भनेको पानी हो, बेस भनेको चुना हो। तपाईँले बजारबाट किनेर लिएर आएको चुनालाई चाहिँ पानीमा भनेको चाहिँ भेहिकलमा मिसाउनु हो भने मात्रै चाहिँ भित्तामा लगाउन सकिन्छ नि। हो त्यस्तो फङ्सन गर्ने मेटेरियल, त्यो लिक्विडलाई हामी के भन्छौँ, भेहिकल भनेर भन्छौँ। अर्को टाइप अफ पेन्ट, अब एउटा ओइल पेन्ट भनेर भन्छ, अर्डिनरी पेन्ट, चिप एन्ड इजी टु एप्लाई। अब हामीले नर्मली प्रयोग गर्ने पेन्ट भनेको चाहिँ ओइल पेन्ट भनेर भन्छौँ। अर्को एल्युमिनियम पेन्ट भनेको चाहिँ यो रेडिएटर्स, हट वाटर पाइपहरू, ग्यास ट्याङ्कहरूमा चाहिँ हामीले प्रयोग गर्ने भनेको एल्युमिनियम पेन्ट। यो पनि इक्जाममा एकदमै धेरै सोधिराखेको हुन्छ। यो रेडिएटर, गाडीहरूको रेडिएटर अनि हट वाटर पाइप हो, तातो चिजमा चाहिँ हामीले पेन्ट गर्ने भनेको चाहिँ कुन हो, एल्युमिनियम पेन्ट। यो पनि इक्जाममा एकदमै धेरै सोध्ने मध्ये क्वेसन हो। अर्को चाहिँ एस्बेस्टस पेन्ट भनेको मस्ट फायर रेजिस्टेन्ट पेन्ट भनेर भन्छौँ। यो पनि इक्जाममा एकदमै धेरै सोध्छ। तपाईँहरूले हेर्नुभयो भने प्रायः जसो पेनको सोद्धाखेरि यो पनि नछुटिकन आउने एउटा क्वेसन सोधिराखेको हुन्छ। यो क्वेसन चाहिँ एकदमै मस्टली सोधिराखेको हुन्छ। यो बिटुमिन पेन्ट भनेर अब हामीले, बिटुमिन भनेको चाहिँ हामीले ड्याम प्रुफिङ, वाटर प्रुफिङको लागि पनि हामीले प्रयोग गर्न सकिन्छ। यो आइरन ओर, अन्डर वाटर, यसले चाहिँ के गर्छ भन्दाखेरि त्यसलाई एउटा भनौँ न लेयर फर्मेसन हुन्छ, जहाँबाट चाहिँ बिटुमिनबाट चाहिँ पानीहरू पेन्ट्रेट हुन सक्दैन। यसले चाहिँ एकदमै ड्याम प्रुफ